धेरै जसोले चाहिँ स्तन भनेको यति मात्र भाग हो भन्ने बुझ्नुहुन्छ है, तर यति मात्र होइन नि। स्तन भनेको तपाईको यो घाँटीको यहाँनिरको यो भनिन्छ नि, यो ब्युटी बोन जस्तो, यो क्लाभिकल भन्छौँ हामी, यो हड्डी भन्दा मुनिको भागदेखि यहाँदेखि पुरा यो हेर्नुहोस् त, करमको बिचको दुईटा छातीको बिचको भागसम्म र यहाँदेखि लिएर तपाईको यो काखीसम्म होइन, यो पुरा भाग चाहिँ स्तन हो। भनेको स्तन क्यान्सर जुनै पनि भागमा हुन सक्छ। माथि र बाहिरपट्टिको भागमा चाहिँ 40 देखि 45% चाहिँ स्तन क्यान्सरहरू यो भागमा देखाइरहेको हुन्छ। तर हामीले चाहिँ स्तन भनेको यति मात्र भन्ने बुझ्छौँ र यो भाग मिस गरिरहेका हुन्छौँ। धेरै जसो क्यान्सर चाहिँ यहाँ देखिएको हुन्छ। त्यही भएर आफूले चाहिँ स्तनको एक्जामिन गर्दाखेरि यो पुरा भागमा चाहिँ तपाईले छामेरै हेर्नुपर्छ। बुझ्नुभयो? यसरी यसरी गोलो गोलो गर्दै हातले यसरी थिचेर नगर्ने, यसरी गर्दै गर्दै होइन, यसरी बायाँ साइडको गर्दै हुनुहुन्छ नि दायाँ हातले है, यसरी यसरी गर्दै गर्दै यसरी गोलो 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 गर्दा गर्दै गर्दै अब यहाँनिर डल्लो छ है, गर्दै गर्दै यसरी 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 तपाईले पुरा काखीमा पनि, काखीमा 5वटा भाग हुन्छ, यहाँ ग्रन्थीहरू हुन सक्छ। यसरी यसरी गर्नु, यसरी यसरी होइन, यसरी होइन, यसरी फ्ल्याट गरेर है त, फ्ल्याट गरेर हो, गोलो गोलो गर्दै जानु त। डल्लो छ, यसरी छोडेर छोडेर होइन, सिरियली सबै। किन त भन्दा सानो सानो डल्लो हुँदा नै पत्ता लाग्नुको लागि तपाईले कुनै पनि ठाउँ चाहिँ छोड्नु भएन। अब विस्तृत रूपमा त हामीले यो जुन सेल्फ ब्रेस्ट एक्जामिनेसन सिकाउँछौँ, हामीले शिविर गरिरहेका छौँ अहिले, त्यो शिविरमा पनि हामी अझै विस्तृत रूपमा तपाईलाई सिकाउँछौँ।